ननाथ र भैरवनाथको आशीर्वाद थापेर मस्टो र विष्णु लामाको साथ लिएर कनका सुन्दरी मन्दिरको दर्शन गरेर गरेको चुनावी महायात्राले धर्म संस्कार मात्र जोगाउने होइन, राष्ट्रलाई गाह्रो परेको बेला राष्ट्रियतामा उभिनका लागि जुन सन्देश दिएर जुम्लाबाट पठाएको छ, यसका लागि म निराश हुन दिन्न। र साथसाथै संसारभर छरिएर बस्नुभएका जति पनि यो इन्द्रणी हेरेर बस्नु भएको छ, चुनाव चाहिँ जुम्लामा थियो तर देशभरि चुनाव लागेको थियो, त्यस्तो अवस्था भएको थियो। त्यसका लागि धन्यवाद छ। जसले तपाईँको सदाशयता राख्नुभयो, सामाजिक सञ्जालमा लेख्नुभयो, भिडियो बनाउनुभयो, कलाकार भाइहरूले गीत गाउनुभयो। तिमीले गीत गायौ भने तिम्रा घरमा तिमीलाई कुटिदिन्छु भन्दा पनि ज्ञानेन्द्र साईको गीत गाउन छोडेनन् प्रकाश अधिकारी लगायतका भाइहरूले। उहाँहरूको साथ र सहयोग र विश्वभरि छरिएर बसेका संसारभरि नेपालीहरू, मलाई अहिले पनि याद छ, मलाई आर्थिक कमी भएपछि मैले एउटा भिडियो सार्वजनिक गरेको थिएँ, किनकि अहिले ठेकेदारहरूसँग पैसा लग्यो भने चुनावमा भोलि भ्रष्टाचार गऱ्यो भने औँला उठाउने ठाउँ हुँदैन। बरु जनतासँग 100 रुपियाँ भए पनि माग्छु भन्दा आज पनि मलाई याद छ एकजना मान्छेले 35 रुपियाँ पठाइदिनु भएको थियो। तिनलाई लगायत सम्पूर्णलाई जुन सदाशयता देश विदेशबाट राख्नुभयो, सबैलाई धेरै धेरै धन्यवाद। तपाईँको आशालाई म निराशामा परिणत हुन दिन्न, संसदमा आफ्नो भूमिका निर्वाह गर्छु। हस्, धन्यवाद।